हेलो साथीहरु सबैजनालाई नमस्ते। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ हामी लिम्गा जान भनेर हिँड्दै छौं। यो चाहिँ अलि बेलानको बेला हाम्रो डिसिजन भएर हामी घरबाट हिँड्ने बेलामा 11:30-12 बज्न लाग्थ्यो। तल हामी मेन रोडमा हामी चाहिँ 3 जना हिँडिरहेछौं। बाटो त यस्तो राम्रो छ तर के गर्ने, लिम्गा जान भनेर हिँडिरहेको छौं हामी। यहाँ हाम्रो तल काली गण्डकी छ, राम्रो छ सिन। घाम नचर्किएको भए त हिँड्न अलि सजिलै हुन्थ्यो, रमाइलै छ। तर के गर्ने, मैले झोला बोक्न नसकेर भाउजूले बोकिदिनु भएको छ। भाइ हिँडेको गुटुङटुङ। अङ्कलले त फोन गर्नु भएको थियो, मैले जिप आछ त्यसलाई मैले भनिदिएछु चढेर जानु भनेर। के गर्ने, मेरो लुक्स यस्तो छ आज। हामी चाहिँ त्यहाँ मेरो फुपूको पूजा छ अनि त्यही भएर हामी हिँडेको। ढिला भयो, काम चर्क्यो, के गर्ने गाइज। गाइज बल्ल बल्ल हामी नि बोटे गाउँ हिँडेको। कति बेला जानुभएको? बिहान? ए सुनसान छ गाइज। बाटोमा लहर लहर 82 सालको जमाना भएर 75 सालको जमानामा जस्तो हिँडिरहेछौँ हामी। बाटो यति राम्रो भएर के गर्नु, गाडी नआएपछि। गाइज फाइनल्ली हामीले ट्रक पायौँ। ट्रकमा जान्लाई वाह, ट्रक पाएर ट्रकमा हेर्न लाग्छौँ। त्यसै खुसी भयो गाइज। ट्रकमा जान लाग्छ म यहाँ ल्याउनु। गाइज बल्ल बल्ल टिप्परमा हिँड्यौँ। हामी जाने त लिम्गा हो, सागरसम्म जान्छ र कहाँ जाने हो? जौना गाडी आउँछ रोक्छन्, रोक्दै नरोक्ने, कति नपिने है। हजुरलाई धेरै धेरै धन्यवाद। धेरै दुःख पाथ्यौँ हामीले हिँडेर। उही पर उही माथि गाउँबाट झरेको हामी प्रतीक्षालयबाट यता, तर त्यही भन्न दुख्यो। साग हटाइसक्यौँ। किनभने यस्तो बिग्रेको बजाउने।
टाढो थियो कि हो एकछिनको त पानी खाने यो त कहाँ बसेर पानी खाएको हो ट्र्याक्टर आउँदैछ हजुर पैसा भर्खरै होइन पानी चाहिँ छोडेको छ त्यसै गाउरीले हालिदिन्छ फेरि तिमीलाई के गाँठे पानी पनि पानी हालिदेऊ तिमी नेताहरूबाट पानी ल्याउँदै ल्याउनु कुन चल्छ यहाँ छ पानी जति नि भएको भयो तिम्रो आफू छ नि यहाँ नि छ यहाँ त छैन खाने पानी नभएर मान्छे तड्तिर खाने लिम्गामा छ लिम्गा जर्किन नि यहाँ छ के मैले त्यही जानेछु त्यो पाइप हाम्रा जोडे नि त्यहाँ पाइन्छ नेता मात्रै हिँड्दै गर्छन् के ला पानी कसका छैन हाम्रा छ के अरू कहाँ बुझे त्यहाँबाट पल्लो बच्चा हाल्यो दिवाली पूजामा अब उता घुम्नु हामीलाई त हुन्छ पोहोर 10-11 बैशाखको पानीको टप्पो छैन हजुर अब त्यता आउँछ त्यता त्यता आउँछ रुच्दैन दिदी उतै हो आउने उतै त्यतै रोटी पैसा नेपाल राज्य सिक्किम पनि किसिमले भीमगा ग्रामे कोटोला श्रीवास्तव सचितमा दे खाली उत्तरमा उत्तरायण मासे वैशाख मासे शुक्ल पक्ष तृतीय पुण्यतिथि छौ यी छौ शनिबार शनि तांसी सूर्य श्री सूर्य मेघराज चन्द्रवंशी बिता मध्य सोनामी गोत्र भन्न बुद्धबहादुर बर्मा मम अस्म शपथ सपुत्र नाम सम्झेर मम है सपुत्र पत्नी पुत्री सपरिवार सहित मम भन्नुलाई सबै सपरिवार सहित मम गृह कायिक वाचिक मानसिक सामसर्गिक अस्मत गृह शुद्धिकरण काम गर्नुहुन्छ गृह शुद्धिकरण काम गर्नुहुन्छ तथा श्री रमासहित सत्यनारायण पूजन काम गर्नुहुन्छ लक्ष्मीनारायण पूजन काम गर्नुहुन्छ शान्ता सिद्ध हुन्छ न्यूनातिक राज्यमण्ड बालयदकम यथाद्राय सपयोगियादिषु न्यून सम्पूर्णतां यादे सत्यबन्धन कमुचितं चतुर्भुज चतुर्भुज देवता यत् च ओम देवो शान्ति राप शान्ति औषधेय शान्ति भगवते शान्ति देव शान्ति सर्व शान्ति मंगलाति में ब्रह्म भवति इंता सीता संगा नमो इद्रोगे शान्ति रस्तु पशुधरि रस्तु के भइरहेको
श्री रामचंद्र भगवान की जय, श्री रामचंद्र भगवान की जय, श्री रामचंद्र भगवान की जय। कता हो जाने यता ए भाइ आऊ के रक्सित हिँड अगाडि। स्वर्ग जानी बाटो नडुङ्गा जनमाटो, स्वर्ग जानी बाटो नडुङ्गा जनमाटो, कादानियो थाहा छैन नगइनी छैन, 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 कादानियो थाहा छैन। यहाँ होइन कतार नगर नहतार, 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 यहाँ होइन खाना भनेको खै बाटो खनेको स्वर्ग जान भनेको, खै बाटो खनेको स्वर्ग जान भनेको, खै बाटो खनेको स्वर्ग जान भनेको, खै बाटो खनेको। दिदी अलि ढिलो पछाडि यहाँ के टोको नदीमा पानी फेरि कति छ। घुम्न अझै 3 चोटि 1 2 5 त्यहाँ पानी आउँदैछ के आऊ यता एकछिन पानी आउन देऊ क्या घुमाऊ। एकछिन घुमाऊ के मेरो घरको सम्मान चाहिँ अब जग्गी राखेर चाहिँ मैले जो गरेँ मैले जानेको गरेँ कुनै गल्ती भयो समाजहरू आज मैले फुलपाती लाउन आएको छु भन्न पर्यो। भान्जीलाई देऊ ल भान्जी सत्यवतीको डाँडो यही हो कि होइन? ए पल्लो
अस्ति आएको भिड त्यो बाख्रोको भिड त्यही हो नि